हेलो गाइज हामी चाहिँ मनाङ मुस्ताङको लागि कोठाबाट निस्कन आँटेको मनाङ मुस्ताङको लागि होइन मेरो चाहिँ ब्याग यो चाहिँ होइन एक्जाम होइन हामी अब यहाँ बसेको बेला हामी सिन्सक्यो हामी लाग्यो गाइज फाइनली हामी चाहिँ यहीँ बस्छौँ होइन कोठाबाट लिएर चाहिँ अब चाहिँ हामी जान लाग्यो ज्ञानेन्द्र भाइ छ होइन उता चाहिँ विकास भाइ छ फेरि होस्टेल जान आँटेको गाइजहरू म चाहिँ अहिले होस्टेलमा छु भाइ बस्नु भाइ हामी चाहिँ अब मनाङ मुस्ताङ होइन ट्याक्क लगाएर ल कस्तो लागिरहेको त एकदम केटाहरू टक्क अब हामी चाहिँ आज चाहिँ आउँदैछौँ होइन यो कोठाउनु त ओहो खै केटाहरूको सामान ठिक छ होइन नि कता मनाङ मुस्ताङ मुस्ताङ इज कलिङ हामी कहाँ कहाँ जाने हो ए हाम्रो ल भाइ ल है के भन्न चाहन्छौ त अब तपाईँलाई चाहिँ ल भाइ ल ल ल बोक 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 दिइरहेको छ भिडियो बुझ्यौ अब हामी निस्कँदै गर्दा चाहिँ हामीलाई चाहिँ किरण सरले चाहिँ केही आशीर्वादहरू अनि पछाडि सल्लाह सुझाव दिँदै हुनुहुन्छ होइन हामीलाई चाहिँ किरण सरले चाहिँ यो शैक्षिक भ्रमणको मुख्य मकसद के हो त भन्दाखेरि कोही तपाईँलाई ब्रिफिङ गर्ने यो शैक्षिक भ्रमण के हो त भन्दाखेरि तपाईँहरूको कोर्ससँग रिलेटेड भएको जुन तपाईँको कामहरू पनि छ यहाँ दोस्रो वर्ष पनि छ तेस्रो वर्ष पनि छ यहाँ तिनै वर्षका भाइबहिनी हुनुहुन्छ र यो शैक्षिक भ्रमणमा तपाईँहरूसँग रिलेटेड हुने खालका अस्पतालहरू होला कुनै औषधि उत्पादन चाहिँ प्रयोगशालाहरू होला अथवा विविध कुराहरू चाहिँ खोज्दै यसको सम्पूर्ण चाहिँ व्यवस्थापन चाहिँ हाम्रो प्रयोगशालाले मिलाउनुहुन्छ र त्यति भन्दै तपाईँहरूको यो भ्रमण राम्रो शुभकामना बाहिर जाउँ सानो एकादशी पनि हो सबैजना गाइजहरू ल अब यति सल्लाह सुझाव चाहिँ हाम्रो किरण सरबाट पाइयो ल अब हामी चाहिँ मनाङ मुस्ताङ लाग्यो ल त अब हाम्रो चाहिँ झोला छोला मान्छे बोकेर हामी चाहिँ लट्ठ लगाएर हिँडिने हो हामी ओहो लाउड जानु लाग्छ जस्तो छ त यार के हो यार यस्तो मनाङ होइन ठिक छ सबजना यार हिमन त तिमी त पुरा खतरा वा टोपी सोपी लगाएर है झाप्छु ब्याग स्याग टक्क लगाएर ओहो ओहो वा राम्रो छ ठिक छ ल ल ल टिका त लगाउने काम रहेछ नजाने हो बिटी कि ल ठिक छ त फेरि यस्तो नलाउने टिका ठिकै भनेको भिडियो बनाउने हो त ल टिका टाढा लाउने काम भइरहेछ मनाङ मुस्ताङ ट्याक्क लागेर हेमन्त ओली ल टिका टाढा पनि लाग्यो है ल फाइनल बाबा सामान कता मुस्ताङ टुर जाने हो बाबा बाबा यो त्यहाँको ब्याग हो है अब हाम्रो गाडी चाहिँ यो हो है हाम्रो गाडी चाहिँ यही हो ओहो भाइ के यार तिमी पुरा खलासी हो ट्याप्स दुध देख्यो अब त्यहाँ जाके त भित्र बस्न ओए ट्याप्स के वा पुरा खतरा है भाइ पुरै ठिक छ ठिक छ एकदम मनाङ मुस्ताङ हानी छ मनाङ मुस्ताङ मजा आयो घुम्दै हामी चाहिँ सल्यान सिनरको बजार हामी यो
यहाँको बस्दैन ल हाम्रो केटाहरू सबै मुस्ताङमा एकदम ल कस्तो लागिरहेको त ल केटाहरूलाई यस्तो गाह्रो बसिएर छ हामी चाहिँ अहिले घोराइमा छौँ ल त्यही घोराइ हुँदैछ होइन ठिक छ अहिले चाहिँ हामी चाहिँ घोराइमा छौँ होइन यो चाहिँ घोराइ हो जहाँदेखि गर्दा चाहिँ घोराइ फेरि यसो ट्राफिकको चेकिङमा पनि पर्यो तर त्यतिकै जान दिनु भयो होइन त्यतिकै तर अगाडि चाहिँ अड्याउनु भएन होइन हामी चाहिँ अहिले भालुबाङमा छौँ है भालुबाङमा अहिले त हामी चाहिँ खाना खान जाँदैछौँ त्यही कुन ठाउँ अरे कुन ठाउँ नि धानखोला हामी धानखोला हो धानखोला हाम्रो गाडी ठ्याक्क लागेर सगरमाथा स्टाफ होटलमा चाहिँ टक्क लगाएर अब खाना खाँदैछौँ होइन हामी चाहिँ प्रसन्न भाइ अहिलेको यात्रा कस्तो भयो त झकास होइन बेस्ट मजाले होइन अगाडि बसेर सुतेर ऊ भाइ त फेरि चिलमा होइन सिद्धिनीहरू दाइ कस्तो भयो त यात्रा दाइको त हालत खराब भएको थियो अहिले चाहिँ ठिक छ ल तपाईँले बनाउनु भएन भिडियो के हो कि तिमी त चिजमा गर्लफ्रेन्ड नभएर ल केटाहरू कस्तो भयो त तिम्रो यार लास्टै नि लागि के भयो दादा हाम्रो हेमन्तलाई हाम्रो चोता जस्तो यार कस्तो भयो भाइ तिम्रो एकदम ए तिमी त कस्तो भयो अहिलेको यात्रा एकदम एकदम राम्रो रमाइलो हामी अब टाका खाना भाइहरू ल ठिक छ होइन ल हाम्रो टोलीहरू चाहिँ यहाँ छन् फेरि निर्मल फेरि यहाँ कस्तो भयो त यात्रा भवाल यस्तो वा यी हाकिम के भयो के नमस्कार दामी 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 पुरै जीवन के कस्तो भयो कस्तो भयो त अहिले ठिक छ दामी नारामा अब हामी ट्याक्क लगाएर खाना खाने होइन धोक्न लागिस् यो टोकन तिरेर चाहिँ ट्याक्क खाना आउँदो रहेछ होइन टक्क लगाएर त्यहीका बाबु रातभरि सुतियो बस्नै सुतियो होइन रातभरि चाहिँ हामी हिँडेको हिँड्दै गऱ्यौँ बस्ने चाहिँ फाइनली स्याङ्जा बजारमा हामी चाहिँ स्याङ्जामा छौँ होइन अहिले चाहिँ अहिले स्याङ्जामा छौँ हामी स्याङ्जाको बजारतिर टक्क लगाएर स्याङ्जा बजार स्याङ्जा बजार है हामीहरू चाहिँ भोला होइन स्याङ्जा बजारमा छौ फेसना चिन्न दिन सक्ने